सबैमा नमस्कार, म विशालबाट छु कि आज तपाईहरुको माझ एउटा नयाँ किसिमको विषयवस्तु लिएर उपस्थित भइसकेको छु। अहिले हाम्रो देश नेपालको राजनीतिक अवस्थालाई हेर्ने हो भने निकै नै जीर्ण अवस्थामा गइसकेको छ। जुन हाम्रो भदौ 23 र 24 गते भएको जुन जेनजी आन्दोलन पश्चात हाम्रो जुन एउटा अन्तरिम सरकार बनेको छ, यो सरकार बन्ने लगत्तै चाहिँ हाम्रो फागुनमा पक्कै पनि हामीले निर्वाचन गराउँछौं, अर्को चुनाव गराउँछौं भनेर अन्तरिम सरकार लागिरहेको छ हैन। अहिले आम नागरिकले आफ्नो नामावली पनि बनाइराख्नु भएको छ निर्वाचन आयोगमा गएर र नजिकै आफूलाई टाइप अथवा अनलाइनबाट विभिन्न तरिकाले चाहिँ उहाँले आफ्नो नामावली दर्ता गरिराख्नु भएको छ। र यही विषय सँगसँगै चाहिँ हाम्रो देशमा रहेका सम्पूर्ण राजनीतिक पार्टीहरू पनि आफ्नो प्रचार प्रसारमा लागिराख्नु भएको छ र कयौंले त अहिले घरै पछि नयाँ नयाँ पार्टीहरू पनि खोलिराख्नु भएको छ हैन। र सबैको एउटा मात्र उद्देश्य भनेको चुनाव जित्ने, भ्रष्टाचार गर्ने अनि यो देशलाई कता लग्ने हो भन्ने उहाँको उद्देश्य छैन, तर भटाभट उहाँले पार्टी खोलिराख्नु भएको छ हैन। र आजसम्मको इतिहासलाई हेर्दाखेरि म बुझुन्जेलसम्म हैन, मैले आजसम्म आइरहँदाखेरि म यो उमेर हदसम्म आइपुग्दाखेरि नेपाललाई म विकास गर्छु, नेपाललाई परिवर्तन गर्छु भनेर यो देशमा न कुनै युवा लागे न कुनै एउटा राजनीतिक पार्टी लागे। सिर्फ उहाँको अभियान छ मिशन 84, मिशन 82, उहाँका यस्तै किसिमका मिशनहरू छ, तर कुनै पनि पार्टीले कुनै पनि युवाले चाहिँ म देश बनाउँछु, मेरो मिशन भनेको 2082-83 सम्म म मेरो देशलाई आमूल परिवर्तन गराउँछु भनेर कुनै पनि युवाहरू लागेन, कुनै पनि राजनीतिक पार्टीहरू लागेन हैन। तर जसले यो देशलाई परिवर्तन गर्छु भनेर लागिरहेका मान्छेहरू छन् नि, आज उनीहरूलाई पागल बौला बनाएर रोडमा ल्याएको छ। हाम्रो समाज, हाम्रो देश कतातिर गइरहेको छ भने के तपाई हामी जस्ता युवाहरू, जो जाँगर भएका युवाहरू, त्यस्ता झोले पार्टीहरू हैन, विभिन्न किसिमका पार्टीहरूको अगाडि लागेर बुढा उभिनै नसक्ने बुढा पाखासँग लागेर उहाँको सोचाइमा उहाँको बाटोमा हिँडेर हाम्रो देशले कहिले एउटा परिवर्तन पाउँछ हैन। आज हरेक दिन मान्छेहरू विदेशी न बाध्य भएको छ। हामीले हाम्रै देशमा बस्नको लागि लायक समाज, लायक देश कहिले बनाउने? अब त केही सोच्नुहोस्, अब त आफ्नो दिमागमा केही परिवर्तन ल्याउनुहोस्। यदि कुनै पनि कुरा गलत छ भने यो कुरा गलत छ भनेर तपाईले भन्न सक्नुपर्छ, चाहे त्यो कुनै पार्टी होस्, चाहे कुनै एउटा समूह नै होस् हैन। जहाँ जस्तो सुकै अवस्था भए पनि हामीले गलतलाई गलत भन्न सक्नुपर्छ, रातोलाई रातो छ भन्न सक्नुपर्छ। अब रातोलाई कालो छ भनेर कहिले पनि हामी लाग्दैनौँ। साँच्चै नै अब हामीले देश परिवर्तन गर्ने हो भने पक्कै पनि जुन एउटा जेनजी, विशेष जुन हाम्रो संस्था जेनजीहरू छ हैन, उहाँलाई साथ दिनुहोस् भन्न चाहन्छु म हैन। जति पनि राजनीतिक पार्टीहरू आए हैन, काम छैन क्या, काम छैन। जति पनि हाम्रो बुढा पाखाहरूका उहाँहरूको सिद्धान्त एउटा राम्रो थियो, तर उहाँले उहाँको सिद्धान्तबाट कहिल्यै पनि काम गर्न सक्नु भएन। उहाँको त सिर्फ आफ्नो पार्टीको अधिवेशनलाई प्यारो छ, उहाँका जनताहरूलाई मटी तेल मासु भात खुवाएर भए पनि उहाँले एउटा माहौल, एउटा जनमास देखाउनुहुन्छ, तर त्यही किसिमको परिवर्तन विकास हामीले देख्न सकिरहेका छैनौँ। जुन किसिमको 82-83 को जुन आन्दोलन चलिरहेको छ, एउटा मिशन चलिरहेको छ नि, त्यही किसिमको मिशन हामीले देशका हरेक कुना काप्चामा चलाउँ न। हामीले आफै शर्मनान गरौँ हैन। हामीले हाम्रो देशको बजेटले भ्याएसम्म देशको बजेटलाई पनि त्यहाँ युज गरौँ, अथवा विदेशी देशबाट ऋण लगाउँ, तर त्यो जुन लगेको ऋण हो, जुन पैसा हो नि, त्यसलाई सही ठाउँमा हामीले सदुपयोग गर्न सक्यौँ भने पक्कै पनि हाम्रो देश विकास हुन्छ जस्तो मलाई लाग्छ। तर यो देशको लागि सोच्ने मान्छे छैनन्, केही पर्सेन्ट मान्छेहरू छन्, तर उनीहरूलाई देश विकास गर्छ भनेर लागेको 2-4 महिनामै पागल खानामा उहाँलाई पागल बनाइन्छ क्या। हाम्रो समाज यस्तो छ, जसले केही परिवर्तन, जसले केही विकास गर्न चाहन्छ, उनीलाई त गरी खान दिने वातावरणै छैन। अब हामीले हाम्रो यहाँबाट होइन, दिमागबाट होइन, यो मनबाट साँच्चै नै यो देशलाई परिवर्तन गर्छु, यो समाजको विकास गर्छु र यो समाजको हित र देशको हितको लागि काम गर्छु भनेर आउनुहोस्। पक्कै पनि हाम्रो देश नेपाल छिटोभन्दा छिटो पनि एउटा विकसित राष्ट्रको रूपमा विकसित हुनेछ भन्ने मलाई लाग्छ। त्यसैले आम क्षेत्रबाट आम जनताहरू लाग्नुहोस् हैन, सत्य कुराको पछि लाग्नुहोस् क्या हैन। यदि जहाँ गलत छ भने त्यो गलतको विरुद्धमा, त्यो अन्यायको विरुद्धमा तपाईहरु बोल्नुहोस् भन्न चाहन्छु। जय नेपाल, जय चन्द्र सूर्य, नमस्कार।